तपाईको खबर हाम्रो खबर, देशको खबर खबर सबैको खबर। अब दृश्य संचारमा हरेक गतिविधिको खबर दृश्य संचार हेरौँ। लाइक कमेन्ट सब्स्क्राइब गर्न नभुल्नु। हाम्रो राष्ट्रिय शक्ति नेपालको गएको 20औं वर्षदेखि यो जुन एकल प्रयत्न वा एकल काम जो भइरहेको थियो, एकपछि अर्को जो करोडले गरेका काममा हामी सहभागी थियौँ। हामीभन्दा अगाडि गर्ने साथीहरू पनि हुनुहुन्थ्यो, उहाँहरू पनि हामीले सहभागी आएको हो। मैले अघि दुर्गा प्रसादको कुरा गरेँ, जसले गरे पनि असल गरेको काम यो तीनटा काम, यो देशमा संवैधानिक राज संस्थाको पुनर्स्थापना भएन भने, यो देशमा सनातन पहिचान सहितको आफ्नो यो हिन्दुत्व कायम भएन भने, यो देशमा संहिता खारेज भएन भने यो देश रहन्न भन्ने पुरै विश्वास छ। त्यो शासन पल्टाउने जो राजनीति सुरु हो, त्यो शासन पल्टाउने राजनीतिलाई चीनको माओ सेतुङले नेपालका कम्युनिस्ट नेताहरूलाई मुखभरिको जवाफ दिएकी छ। तिमी बेकार किन कम्युनिस्ट भएर हिँड्छौ हो कम्युनिस्ट नेताहरू? यो देशमा सबैभन्दा ठुलो कम्युनिस्ट राजा महेन्द्र छ नि। त्यसो भन्ने महान नेता माओ सेतुङ नेपालका कम्युनिस्टतिर बोलाउँदै हटाउँदै, जसले भूमि सुधार ल्यायो यो देशमा। तिमी कम्युनिस्टको काम के? जसको जोत उसको पोत गराउन हिँडेन, कामको जाला खोज्दै हिँडेन। तिमीलाई कामको जाला दिने, तिमीलाई जमिन दिने त्यही राजा महेन्द्र छ। राजा कम्युनिस्टको अगुवा भएको देश, राजा प्रजातन्त्रको अगुवा भएको देश, राजा राष्ट्रिय सम्वर्धनको प्रमुख भएको देश, यस्तो देश विश्वमा अमेरिकनको दिमागले बुझ्दैन, चिनिया दिमागले नेपालीले मात्रै बुझ्नुपर्ने कुरा। नेपालको राजनीति नेपालीले गर्नुपर्छ। नेपालको राजनीति गर्ने काम नेपालीको हो, विदेशीको दास दलाल भएर होइन। अहिले भर्खरै यो ढाडमा टेकेर टाउकोमा हान्ने जो गजबको बुख्या छ भन्छ नि नेपालीमा, त्यस्तो गजबको बुख्या छ नेपालमा किन आयो? सामन्तलाई भ्याउन सकिएन, उसकै भागमा बसेर उसकै दाना खाना खाएर उसैलाई पल्टाउने, यस्तो बुद्धि निकाले त्यति बेला। र नेपालको कम्युनिस्टले अहिले बुझेको कुरा त्यही हो। हाम्रो नेपाली माओवादले रात दिन भनेको कुरा पनि त्यही हो। मलाई दुःख लागेको चाहिँ यो राप्रपा भन्ने पार्टीले किन चाहिँ कुरा सिक्यो? किन सिक्यो भने प्रदेशको भात खाएर प्रदेश भनेको भन्नु भनेको चाहिँ ढाडमा टेकेर टाउका यस्तो राजनीतिको गन्तव्यमा पुगेको। मैले यसमा चाहिँ जोड दिएरै दोहोऱ्याएरै भन्न चाहन्छु, उहाँ नेता पनि यहाँ अगाडि हुनुहुन्छ। यति कुरा